भुत्कियो माछाले गाइस यो चाहिँ डाइनोसरको हड्डी हो हेलो एभ्रिवन वेलकम ब्याक टु माई च्यानल आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि आज एकदमै सन्चै आरामै छु अनि फिट एन्ड फाइन छु आज चाहिँ हामी खोला आज बगाउने जाल हाल्न आएको म बिपी अनि दिलदार है बगाउने जाल हाल्न आएको छौँ अनि टक्क दिपिनलाई खोज्यो तिमीलाई मैले भेटाइन त्यो बगाउने जाल हाल्न आएको छौँ खैदियो कस्तो छ यहाँ देख्न सक्नुहुन्छ बुझ्यौँ है ठुलै छ जे होस् हामी उतापट्टि जान्छौँ अब होइन उतापट्टि जान्छौँ अनि गएर बगाउनु पर्ने हुन्छ अनि अहिले चाहिँ हामी खोला उता तर्न जान लाग्छौँ मोबाइल चाहिँ हल्का सेफ्टी राख्नु पऱ्यो नि त त्यही भएर म उता गएपछि भेट्छु स्टेट हेर्दै गर्नु होला माया सपोर्ट देखाइराख्नु होला सो फाइनली गाइस हामी चाहिँ आसेको छौँ यतापट्टि होइन लास्टै पानी टन्नै आउँदो रहेछ क्या पुरै भिजाइलो हेर्नु न यहाँ पुरै भिजाइसकेको छ चिसो धेरै लागिरहेको छ देख्न सक्नुहुन्छ पछाडिको भ्यू यस्तो छ बिपी चाहिँ उता हतारमा गइसकेको छ म पनि जान लाग्यो पानी चाहिँ त्यति पहिलाभन्दा जाडो छैन है किनकि आजभोलि गर्मीको मौसम भएर पनि हो त्यो त जाडो छैन अनि हामी चाहिँ जान लाग्को छौँ अनि जानुभन्दा पहिला म के भन्नु चाहन्छु भने यस्तो रमाइलो गर्नुहुन्थ्यो अब मेरो आफ्नै मनमिल्ने भाइ होइन आर्यन छैन यहाँ जुम्लामा है अब काठमाडौँ गएको छ अब आउँछ बिस्तारै आएपछि दाइले रमाइलो हान्नुपर्ने हुन्छ भाइ यार मैले तँलाई मिस गरिरहेको छु अरूभन्दा त विशेष तँलाई है अरूलाई त अब त्यति मतलब हुन्न अब तँ आइदिए भयो तँसँगै जान्छ रमाइलो हुन्थ्यो यताउति हुन्थ्यो अब त्यो केही छैन बाल छैन अब त आउने दिन पनि चाँडै आउँदैछ अब भन्दै म उता अब बगाउने जाल हाल्न जान लाग्को छु म बिपी दिलदार तिनजना छौँ खासमा अनि म र बिपी आरीबाट अनि दिलदार उताबाट हामी टक्क गइरहेछौँ ल्याम पाडेर देख्न सक्नु जस्तो झारीमा है टक्क दामी पारामा अब बनाउँदाखेरि हाल्दाखेरि भिड्नुपर्ने हुन्छ स्टिट्युट जाल बनाउन लागिसकेको छौँ मलाई त त्यति बनाउन आउँदैन बिपीले बनाएर छ म देखाउँछु हेर्नु कसरी बनाइन्छ लोकल तरिकामा होइन तपाईँलाई होइन बिपी ल बिपीले दामी बनाएर छ ल ठुलै रहेछ हेऱ्यो उयो नाइ त अनि के अरे त्यो ए सिसा दाँ रहेछ सिसा देखिएन कि सानो रहेछ नि सानो गरिहाल्यो दामी ल लामो छ है कति माछाबाट ल जाने आज टन्नै पाड्ने हो हामीलाई 1-2 केजी पाड्ने प्रयासमा जान्छौँ अब खै कस्तो हुन्छ भन्ने हो कि न दामी ल दिलदारले चाहिँ गरिरहेछ हामी यता छौँ दामी ल बब्बाल बन्यो ल बनाएर चाहिँ टक्क त्यसले बगाउँदा फेरि भिड्नुपर्ने हुन्छ ल गाइस अहिले चाहिँ अब बनिसकेको छ डोरी यता फाल्न मात्र बाँकी छ देख्न सक्नुहुन्छ अर्कोले फाल्न लगाइसकेको छ डोरी यता फालेर अनि उता बनाउन आधी घन्टा जति लाग्छ किनकि यता छ ग्रेटिङ के छ त्यो मन लाग्दैन अनि हामी सुन्नुभयो होला जाने भन्ने थियो अब एक्लै गएर पनि साइड भन्नु दिपिन कता भाग्यो मतलब त्यो दिपिन अब घरबाट मेसेज मेसेजको रिप्लाई दिन्न अन्त आउँछ तर मेसेज रिप्लाई दिन्न खै कहाँको दिनु है फेरि ठगिरहेछ मलाई केही छैन बाल छैन होइन अनि टक्क लगाएर अनि त्यही हो हामी पकाउने जाल हाल्न आयो आज होइन अनि कति माछा पर्छ आज माछा त आजभोलि पर्छन् भन्ने सुनेको छु अब खै कस्तो पर्छ कसरी पर्छ अब हामीले कस्तो तरिकाले हाल्छौँ भन्ने हो अनि अब भन्नुपर्ने कुरा अब त्यो पनि धेरै ठाउँ छ ठिक छ त्यो पनि बाल छैन होइन के छैन मैले चाहिँ अब जे होस् अब तिमीले धेरै ठाउँ मलाई रिसिरहेको छ होइन अब एकचोटि भन्ने मान्छेले अब भन्यो ठगिरहेछ के छैन होइन अब मेरो भाइ हारेर आएपछि बनाउँछु मैले दामी बनाऊ होइन घुम्न जान्छौँ यताउति गर्छौँ त्यसले जे पनि मान्छेको पनि फ्यान्टी गरिहाल्छ त्यसले होइन नाइ भन्ने बानी छैन त्यसको अनि त्यही भएर बनाउनु पर्छ दामी भिडियो दामी आउँछ अबको 3-4 दिनमा फेरि कन्टिन्यू दामी भलक आउँछ होइन त्यही भन्न चाहन्छु स्कुल पनि लाग्न लागिसकेको छ अब कपडा सपडा पनि धुनु परिहाल्यो कपडा सपडा धुनु टेन्सन कपडा पनि मैले धुनै दाजु स्कुल बिदा भएदेखि
एकचोटि भन्नु मतलब एकचोटि नि धोएको छैन कि लुकै धोएको छैन होइन त्यही भएर लुगा सुगा धुनुपर्ने हुन्छ टक्क दामी पारामा होइन लुगा सुगा धुनुपर्ने टक्क त्यहाँ जान लागिसकेछौँ अब जान्छ आधी घन्टा बाँकी छ आधी घन्टामा लाग्छ अरे बनाउन ठ्याक्कै बनाइसकेपछि गएकोदेखि देखाउँछु हेर्दै गर्नु मासु छ चाहिँ हाम्रो रेडी भएर चाहिँ अब एक लोड हाल्यो पनि पार्दैनौँ त्यही भएर देखाइन अब अर्को लोड हाल्न लाग्छौँ त्यो चाहिँ दामी पारामा बिपीले देखाउँछ म बगाउँछु अर्को त अघि चाहिँ बिपीले बगाएको होइन टक्क लगाएर त्यही हो दामी ल बिपीले बाँध्छ तान तान ल बिस्तारै जानु नि खाते ल तान तान ल ल ए ढुगे खातेमा ए सबैले आरीबाट गर्ने हो भने दुई ठाउँबाट त्यो त आरी तान्ने हो भने के ल ल तँ देखेँ कि छोड छोड ए तान तान बिस्तारै तान्नु नि खाते सर्र अल्झडिएछ लामो कहाँ आइस त दिल्ली पनि ल दामी ल ल त अलि बब्बाल बगिरहेको छु ल दामी दामी यस्तो हग्लेको फुलाल्लो पर्छ आमा चप्पल बग्यो चप्पल बग्यो दामी केटाहरू उता छन् चिकन लाग्छ कस्तो यस्तो हल्ला नर यस्तो चिसो छ पानी अहिले त चिसो भइदियो यार पानी त अयो दिल्ली आएर चिसो भयो कि हो ए आरी तान क्या आरी बिपी आरीबाट तान छिटो माछै फुत्कियो ए ल लट तानिरहेको छ बिपीले दामी ल ए टेल्काउ ले मु तान्छु यता त ल तँ देखाउ ए टेल्काउ घुतेर छिटो तँ तान्दै उयो त फुत्कियो माछाले यस्तो सर्र फिरिएछ क्या घन्टा बडाला सर्र फिरिएछ घन्टा बढ्छ अब ए सर्र भरिएछ यस्तरी बगेछ हल्का यस्तो हुन्छ योमा म उता गएँ भने चिसो भयो यार लगाएर चाहिँ मैले चाहिँ उता जान लागिसकेको छ होइन टक्क लगाएर देख्नु सक्नुहुन्छ अनि पढेन माछा आज चाहिँ यति धेरै गर्नु न अब भोलि हाल्छौँ नेक्स्ट टाइममा होइन के कस्तो हुन्छ टक्क लगाएर पढ्दैन माछा अब अर्को लड हाल्यो भने चाहिँ म त्यो माछा पढेपछि देखाउँछु नत्र देखाउँदैन स्ट्रिटमा सक्नुहुन्छ गाइज यो चाहिँ डाइनोसरको हड्डी हो भन्दाखेरि पत्ताउनुहुन्न अब तेरो फोटो खिच्थ्यो
फोटो खिच्ने अहिले ल थमेलमा ए अच्छा को जाने केरु तान तान ए छिटो त आने ठेलु ए माछा सब भुत्काल्यो क्या ठेलुले ए ठेलु ट्यालो ट्यालो ए छिटो त ए ताने ठेलु मजाको ए ट्यालो त्यो के अरे सब त्यो रिलिङमै माथि चढ्छ नि त जिप लाइन त्यतिर आउँछ त ठेलको तागेर कसै गो त्यतिर काहीँ माछा बढाएर नि त ए केन्दु छ ए एलकाउ माछा न साछा लगाएछ अहिले चाहिँ म घर आइसकेको छु माछा साछा चाहिँ पढेन त्यस्तै हो हाल्यौँ रमाइलो गरियो भनौँ न माछा त एक पनि परेन है हाल्न जानेनन् कि के हो एक माछा पनि परेन 2-3 हालेको पढेन म घर आइसकेँ घर आएर बासी भात रहेछ भात बसेको थियो त्यो भातले डुटेर ल्याम ल्याम हान्न लगाएको छु खानासाना खान्छु भाँडासाँडा धुनु छ अनि गाउँ जान्छु गाउँ जाने प्लान छ खै अब गाउँ गइ हुन्छ के हुन्छ अब त्यही हो मिठो त भात मैले चाहिँ भाँडासाँडा धोइसकेँ होइन भाँडासाँडा धोएर म यहाँ रुममै बसिरहेको छु बत्ती पनि आएको छैन केमा चलाउनु भनेर छतमा गएर म तपाईँले मेरो आफ्नो करिसे बारीमा के फलेछन् के लाछन् नि देखाउँछु है त मेरो करिसे बारीमा घरमै बस्नुपर्छ कि भाला बनाउनु नि मिल्दैन त्यही त्यहाँ है भागेर जानुपर्छ नत्र यो बाडी हेरेरै बस्छ अरे घरमा आमाले अनि मम्मी काममा जानुभएको छ देख्नु सक्नुहुन्छ ए यो बाडी ए अन्त त्यहाँदेखि गोला भयो अनि यता चाहिँ प्याज प्याज उता चाहिँ गहुँ के भन्छ भन यता भन्नु त हामीलाई यो ग्रिन हाउस जस्तो भए अनि त्यही हो लसुन अनि लसुन काउली त्यो गाजर हाजर लाग्छन् अनि फलेपछि खानुपर्ने हुन्छ दामी हेर्नु काममा तिमीहरू लाउने हामीले लगाएनन् कि 2 दिन गएको 2 दिन फित्ताको दिन है ठिक छ अब गाउँले भन्नु के भन्नु अब आफू मात्र लाग्छन् कि काम पनि गाह्रो छ गाई छोरी त अब पढ्दै पढेन मेरो माछा ट्रेन्सिङ त्यही छ भन्नुपर्ने के होला अब एकछिनमा खानासाना बनाउनु पर्ने होला फेरि गाह्रो चाहिँ धेरै गाह्रो छ मलाई त होइन त्यो राम्रो राम्रो लगाएको छैन त्यही पनि माया सपोर्ट देखिराख्नु होला किप लभिङ है त्यति भन्दै भिडियोलाई आज यति नै गरिदिन्छु के कस्तो लाग्यो थ्याङ्क यू सो मच वाचिङ दिस भिडियो डोन्ट फर्गेट लाइक एन्ड सब्सक्राइब विथ द बेल आइकन यति भन्दै हस्त जय नेपाल